आज डिटेलमा कुरा गर्न गइरहेको छु। मेरो शत्रु कोही होइन, मेरो सबैभन्दा ठुलो एनिमी शत्रु को हो त? डर। मेरो शत्रु त डर पो रहेछ। न त समाज मेरो शत्रु हो, न त तपाईँ, न त परिवार, कोही पनि शत्रु होइन। बस मेरो शत्रु हो, मेरो सोच, माइन्डसेट, मेरो डर। यो एउटा इमोसन, डरको इमोसन नै मेरो शत्रु पो रहेछ। मैले रियलाइज गरेँ र मैले तपाईँलाई आज मेरो एक्सपिरियन्स सेयर गर्दैछु। नलेज प्लस रियल एक्सपिरियन्स सेयर गर्दैछु। यस्तो इन्फर्मेटिभ भिडियोज तपाईँले अपकमिङ डेजमा बेटर क्वालिटिज सहित देख्न पाउनुहुनेछ। सो प्लिज सब्सक्राइब एन्ड लाइक टु मोटिभेट एन्ड इन्करेज मी। डर चाहिँ हाम्रो यहाँ दिमागमा एउटा एमिगडाला भन्ने हिस्साबाट सुरु हुन्छ। त्यसले हाम्रो दिमागभित्र हुन्छ पिट्युटरी ग्ल्यान्ड, त्यसले चाहिँ एउटा हर्मोन रिलिज गर्छ र हाम्रो एड्रिनल ग्ल्यान्ड यहाँ किडनीको ठ्याक्क टुप्पामा हुन्छ। त्यो ग्ल्यान्डले चाहिँ कोर्टिसोल र एड्रिनालिन जस्तो स्ट्रेस हर्मोन हाम्रो शरीरमा रिलिज गर्छ, छोडिदिन्छ। त्यसपछि हामीलाई डरको महसुस हुन्छ। यसरी मैले बायोलोजिकल रूपमा डर कसरी लाग्छ भने यो कुनै हामीले जानी गर्ने कुरा होइन, अटोमेटिक हुने कुरा हो। यो हाम्रो नर्भस सिस्टममा अलरेडी प्रोग्राम हुन्छ। यो हाम्रो बायोलोजिकल न्युरोलोजिकल कुरा हो र यसरी हामीलाई डर लाग्छ होइन। र तपाईँलाई पनि डर लाग्छ भने अबबाट नडराउनुहोस्। भिडियो बनाउन चाहनुहुन्छ बनाइहाल्नुहोस्। लाइकको कमेन्टको चिन्ता नगर्नुहोस्। केही डिसिजन लिन चाहनुहुन्छ, बिजनेस गर्न चाहनुहुन्छ, आफूलाई मनमा लागेको कुरा केही गर्न चाहनुहुन्छ, डराउनु पर्दैन। डु नट बी अफ्रेड भनिहाल्नुहोस्। किनकि हामी जब बोल्छौँ, प्र्याक्टिकल हुन्छ, तब हाम्रो लाइफमा नेगेटिभ कुराहरू पनि आउला, तर साथसाथै एकदमै पोजिटिभ र सफल कुरा, एक्सपिरियन्सेसहरू पनि धेरै हुन्छ, जसले हामीलाई स्टेप बाई स्टेप स्ट्रङ, पावरफुल र एउटा रियल म्यान बन्नको लागि सहायता गर्छ। लिभ लाइक अ म्यान, बी अ म्यान, बी अ हिरो। डु नट बी अफ्रेड, डु नट बी डिस्करेज। ओके, धेरै युट्युबरहरूले, मोटिभेसनल स्पिकरहरूले धेरै के भन्छ भने यु आर इन योर कम्फर्ट जोन। तपाईँ कम्फर्ट जोनमा हुनुहुन्छ, गेट आउट अफ योर कम्फर्ट जोन भनेर भन्छ। वास्तवमा हामी कम्फर्ट जोनमा होइन, फियर जोनमा हुन्छौँ। हामी डरपोक, डराएको स्टेटमा हुन्छौँ। हामीलाई अल्छी होइन, हामी डरपोक हुन्छौँ। म्याक्सिमम हाम्रो समस्या भनेको लेजिनेस होइन, डर हो। हामी डर मान्छौँ, अति डर मान्छौँ। त्यही भएर जे गर्नु छ गरिहाल्नुहोस्। डु नट वेट। पर्फेक्ट टाइम कहिले आउने छैन र म पनि पर्फेक्ट टाइमको खोजीमा थिएँ। कहिले भिडियो बनाउने होला, कहिले मसँग यति पर्फेक्ट, यति नलेज हुन्छ, यति धेरै कन्फिडेन्ट हुन्छ, तब म भिडियो स्टार्ट गर्नेछु भनेर म वेट गरेको वर्षौँ भइसक्यो। तर पर्फेक्ट टाइम नेभर कम्स, कहिले आउँदैन। त्यही भएर गरिहाल्नुहोस्। गर्नु मन लाग्छ गरिहाल्नुहोस्, जे भन्नु मन लाग्छ भनिहाल्नुहोस्। डर र चिन्ता हुनु भएन। रिजल्ट कस्तो आउँछ त्यो चिन्ता मान्नु भएन। गर्नुभन्दा अगाडि नै रिजल्टको बारेमा सोच्ने होइन, गरिसकेपछि लेट्स सी के हुन्छ, गरिहेरौँ भनेर बी प्र्याक्टिकल, बी स्ट्रङ। ओभर थिङ्किङको समस्या, ओभर इन्फर्मेसनको समस्या धेरै छ, मलाई थाहा छ। अहिलेको जेनजी, अहिलेको जेनेरेसनलाई यो समस्या कमन हो र त्यस कारणले मैले यो भिडियो सबैको लागि युजफुल हुन्छ भन्ने ठाने। साँच्चै, किनकि मैले म्याक्सिमम स्टडी गर्दा र धेरै साथी, धेरै फ्यामिली मेम्बर्सलाई हेर्दाखेरि मैले डर नै ठुलो समस्या देखेर नडराउनु नै ठुलो जित देखेँ। यस कारणले डु नट बी अफ्रेड, डु नट बी डिस्करेज, डु whatever you want to do in your life. Be strong, be courageous, and also subscribe me. Okay, I will improve my video qualities. I'm just doing my best right now, but I'll do better. So please judge me in the comment section.